नमस्ते साथीहरु सबैजनालाई। हाम्रो साथीहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज मैले अलि फरक भिडियो लिएर आएको छु हजुरहरुको माझमा। अलि सन्देश हैन जानकारी मूलक भिडियो लिएर आएको छु। अनि के जानकारीको हो भनेपछि साथीहरु, यो तेल मैले 3-4 महिना भयो लगाउन थालेको। अनि मोबाइलमा मैले देखेको थिएँ यो तेल लगाएपछि लामो कपाल आउने अनि बाक्लो हुने, कपाल कालो बनाउने, सिल्की बनाउने अनि झरेको रोक्ने भनेर मोबाइलमा एड्स अनि भिडियोहरु देख्थे मैले। अनि त्यही देखेर अनि यो तेल लगाएपछि भाउ मेरो बाक्लो कपाल हुन्छ कि भनेर मैले अनलाइनबाट यो तेल मगाएको थिएँ साथीहरु। मैले पत्ताएको नि थिएन, हैन होला जस्तो लागेको थियो। तर 3 महिनासम्म मैले अब रेगुलर लाउन थाले। कथेर काहीँ एक दिन बिराएर लाउँथे अनि कथेर काहीँ 4-5 दिन बिराएर लाउँथे साथीहरु। काम परेको बेलामा मैले लगाउँथेन के हो यो। अनि पत्ताको थिएन। अनि मेरो त आजभोलि त अलि कपाल बाक्लो भएको जस्तो महसुस भयो मलाई। लामो त मेरो यति जति 1 बित्ता जति बढेको छ कपाल, तर अलि बाक्लो बाक्लो जस्तो महसुस भयो कि मलाई। अनि त्यसपछि फेरि मलाई लाग्यो यो तेलले साच्चै त्यो भिडियोमा देखाए चाहिँ कपाल पनि लामो बनाउने, बाक्लो पनि आउँदो रहेछ। तर यो भने अनुसार लाउनु पर्छ है साथीहरु। भने अनुसार नलाएपछि हुँदैन। अनि अरु तेल भन्दा अलि फरक छ। यस कपाल बाक्लो बनाउनको लागि के गर्न पर्छ भनेपछि, अनि मैले त 1 घण्टासम्म राख्थे कपाल। पहिला कपालमा तेल लगाउने, तेल लगाएर 1 घण्टासम्म राखेपछि बल्ल नुहाउने। अनि 1 दिन बिराएर साथीहरु भनेको थियो यसमा। मैले कहिले 1 दिन बिराएर लाउँथे, कथेर काहीँ 4-5 दिन बिराएर लाउँथे। त्यस्तै गर्दा पनि आयो के साथीहरु। मेरो त अलि बाक्लो बाक्लो भयो। यहाँ यस्तो माथि डल्लो पार्दाखेरि यहाँ कस्तो झरेको ठाडो बाक्लो छोटो कपाल ठाडो हुन्थ्यो साथीहरु। अनि